फाइनली आज चाहिँ त्यो दिन आयो है। कुन दिन भन्दाखेरि चाहिँ हाम्रो यहाँ देवरानीको चाहिँ एकदमै 25वीं सालगिरह सिल्भर जुब्ली। अनि यहाँ चाहिँ छोरा तपाईहरु छक्कै पर्नुहुन्छ होला। 25वीं सालगिरह छोरा चाहिँ इत्रुबाट छ भनेर हो। र छोरा चाहिँ किन इत्रु भन्दा चाहिँ छोरा चाहिँ यति ढिलो आयो नि संसारमा के भन्नु। 17 नि कि 17 साल पछि चाहिँ हाम्रो गोलु मोलुले चाहिँ उहाँहरूलाई चाहिँ आमा बाबा बनायो है। त्यही कारणले हाम्रो नानी चाहिँ सानै छ। कन्फ्युज चाहिँ अब मैले दूर गरिदिएँ। र अब हाम्रो यहाँ एकदम मगा ड्रेसमा रेडी छ बेहुला बेहुली यहाँ लोकन्ते। सो अहिले चाहिँ हामी जाँदैछौँ मन्दिर है। ल हाम्रो जन्ती आइपुग्न आँट्नु भयो सबैजना लकन्तीहरू लिएर। जन्ती धेरै छ है मन्दिरमा। सो यहाँ अब बेहुला बेहुलीले चाहिँ माता रानीको पूजा गर्दैछ हो। लोकन्ते यता बसिरहेछ। यहाँ फेरि एकदम फोटोग्राफरहरू सबैजना रेडी छ। लु यहाँ हाम्रो बेहुला बेहुलीले चाहिँ अब बिहा हुँदैछ फेरि 25 वर्ष पछाडि। आजको दिन 12 मे 2001 मा चाहिँ उहाँहरू विवाह बन्धनमा चाहिँ बाँधिएको थियो। एक अर्कालाई खदा एक्सचेन्ज ताली 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 खदा ताली नै सुनेन भयो यो ताली गर्नु ताली। त्यसरी नै सधैँ राम्रो आशीर्वाद सौभाग्यवती भव। अनि कस्तो लाग्दैछ त दुईजना यहाँ छेउमा उभिनु। 25वीं सालगिरह एक अर्कासँग एकदम ठस्का ठुस्की पर्दै भए पनि है। कहिले कभी खुसी कभी गम होइन त्यस्तो त हुन्छै हुन्छ। कस्तो लाग्दैछ त एकदम 25 साल बितेर आजको दिन कस्तो लाग्दैछ? खुसी। अब गोल्डन जुब्ली पनि मनाउनु पर्छ है यसरी नै। अनि हाम्रो दम्पतिलाई चाहिँ सबैले आशीर्वाद दिनुहोस् है गोल्डन जुब्ली पनि मनाउनु पाओस् भनेर। सो अब पूजा सुजा पनि भयो बिहा पनि भयो र 2-4 फोटो क्लिक गरेर चाहिँ हामी चाहिँ घरतिर लागेको। कसैले खाना खाएकै छैन। सबैलाई भोक लाग्यो अरे 12 बज्नु 5 मिनट छ हो। र घर गएर चाहिँ अब काचर कुचुर खाने हो। काचर कुचुर के खानै खाने हो ड्याम्मैसँगले हो। र अनि बेलुका चाहिँ हाम्रो हल्का रमाइलो हुन्छ। 2-4 घर छर छिमेकीलाई बोलाएको छौँ रमाइलो गर्ने हो। हल्का रमाइलो अब त्यति बेसी त हामी मान्छे बोलाएको छौँ न होइन। र त्यो भिडियो चाहिँ अब एडिटिङ गर्नु टाइम लाग्छ होला। त्यो चाहिँ अब कमिङ सुन भनिदिउँ होइन। 2-4 दिन बाद एडिटिङ गर्नु सक्यो भने चाहिँ म भोलि नै पोस्ट गर्नेछु। तर यो भिडियो चाहिँ म अहिले एकछिनमा पोस्ट गर्नेछु। सो सबैले हाम्रो बेहुला बेहुलीलाई चाहिँ राम्रो आशीर्वाद दिनुहोस्। सिल्भर जुब्ली त मनाइयो अब गोल्डन जुब्ली पनि मजाले मनाउनु पाओस् भनेर। सो आजलाई टाटा। खै सबैले बाई।